नमस्ते, म डाक्टर सुयोग मैनाली केसिसिएसबाट। आज हामीले एकजनाको निधारको चाउरीहरू हटाउनको लागि भनेर बोटोक्स युज गर्न गइरहेका छौँ। अहिले हामीले 12 मिनट्स बोटोक्स लोड गरिसकेका छौँ। हामीले युज गर्ने बोटोक्स भनेको एलर्गेनको ओरिजिनल बोटोक्स हो, जुन चाहिँ अफिसियल च्यानलबाट मात्रै ल्याउन पाइन्छ। त्यसैले यसको एफिकेन्सी र यसको लङ लास्टिङ पनि बोटोक्समा जति हुनुपर्ने हो 4 to 6 months त्यति नै हुन्छ है। अब म सुरु गर्छु। धेरै पेनफुल नहोला, हामीले उहाँलाई नमिङ क्रिम लगाइसकेका छौँ। अब त्यसपछि पनि हामीले पेन कम होस् भनेर एउटा सानो भाइब्रेसन युज गर्छौँ, जसले गर्दाखेरि उहाँको डिस्ट्र्याक्सन भएर घोचेको यो मसिनो निडल जुन छ यो घोचेको पनि उहाँलाई सकेसम्म मिनिमम पेन होस् भनेर मैले सुरु गरेँ। अब छैन धेरै दुखेको है, अलि घोचेपछि थोरै थोरै दुखिहाल्छ। त्यस्तो धेरै दुखाइ चाहिँ हुँदैन। किन भन्दाखेरि हामीले नदुख्नेको लागि भनेर 2 प्रकारको टेक्निक युज गऱ्यौँ। एउटा चाहिँ नदुख्ने मलम भयो, अर्को चाहिँ यस मसिनो भाइब्रेटर, जसले गर्दाखेरि सहन सकिन्छ राम्रैसँग। यो अब लगाइसकेपछि स्किन केयरहरू, एन्टी रिङ्कल क्रिमहरू युज गर्नुभयो भने अथवा स्किनको राम्रोसँग केयर गर्नुभयो भने 6 महिना राम्रोसँग टिकाउन सकिन्छ भने एकदम पसिना आउने एक्टिभिटीहरू, फेस योगाहरू अथवा जस्तो कि धेरै एक्टिङ गर्ने प्रोफेसनमा हुनुहुन्छ भने चाहिँ अलि फेसको मुभमेन्टहरू बढी हुन्छ। त्यो कारणले गर्दा चाहिँ अलि छिटो समयमा सकिन्छ। अब हालिसकेपछि एकचोटि यहाँ देखाउनुहोस् त, निधार मात्र हालिसकेपछि उहाँको अब यो ठाउँमा अलिअलि बम्प्सहरू, सानो सानो बम्प्सहरू छन्। एकैछिन अब 2 to 3 मिनट्स आइस लगाएपछि यो बम्प्सहरू पनि हराएर जान्छन् र 4 दिनदेखि 1 हप्तामा चाहिँ उहाँको यो चाउरीहरू सबै हराएर जान्छ। त्यसपछि 4, 5, 6 महिनामा जुन बेला उहाँको फेरि चाउरीहरू देखिन थाल्छ त्यो बेला उहाँ फेरि आउनुहुन्छ र हामीले फेरि यसै गरी 5 मिनट्सको प्रोसिजर रिङ्कल्स हटाएर पठाउँछौँ। तपाईँलाई पनि इन्ट्रेस्ट लाग्छ भने हाम्रो क्लिनिकमा भिजिट गर्नुहोस्। थ्याङ्क यू।